हेलो गाइस, म चाहिँ सुधारा के अरे सुधारा पनि मात्र भने अब हामी चाहिँ बालुनी दह मेलामा चाहिँ हेर्नु छ ल। एकदम यस्तो भिड होला भनेर मैले त इमेजिन पनि थिएन ल। मलाई चाहिँ होइन अरू बेला हामी दह आउँदा जस्तो सोचेर आएको तर लास्ट प्याक छ आउन छोडिसकेको थियो तर मलाई एकदम आउनु मन लागेर आएको। कति धेरै सब यङहरू मात्र आउँछन्, बच्चा बच्चीहरू। जस्तो हो नि मेरो देखेपछि रमाइलो छ लाग्छ। एउटा म चाहिँ अहिले दाङको बाह्रकुने दह मेलामा आएको छु। माघको 1 गते बाह्रकुने दहमा एकदमै ठुलो मेला लाग्ने गर्छ, जसका लागि टाढा टाढाबाट पनि भक्तजनहरू आउने गर्नुहुन्छ र यहाँ धेरै संख्यामा मान्छेहरू जम्मा हुने भएको कारणले गर्दाखेरि पूजापाठ गर्न आउने व्यक्तिहरू चाहिँ बिहान 3-4 बजेदेखि नै लाइनमा लागेर पूजा गर्नुहुन्छ भने कतिपय व्यक्तिहरू चाहिँ दिउँसो पनि आउनुहुन्छ मेला हेर्नको लागि, यहाँको रमाइलो हेर्नको लागि। बिहानैदेखि दिउँसोसम्म आउने जाने क्रम त रहि नै रहन्छ। अनि यसमा चाहिँ म पनि 3-4 बजेपछि मात्र पुगेको छु, किनभने म पनि यहाँ दाङ आइपुग्दाखेरि 2-3 बजिसकेको थियो। सो म बिहान जान पाइनँ, म दिउँसोको यो मेलालाई हेर्नलाई मात्र गएको छु। र यो इभिनिङ टाइम भइसक्दा पनि थुप्रैजना मान्छेहरू चाहिँ यति बेलामा गइ पनि सक्नुभयो, टाढा टाढा घर भएको। त्यो पनि हेर्नु न कस्तो भिड छ, कति धेरै मान्छेहरूलाई एकदमै एक्साइटेड भएर यो रमाइलोमा रमाउँदै हिँडिराख्नु भएको छ। सानो हुँदा चाहिँ हामी यहाँ मेलामा कहिलेकाहीँ आउँथ्यौँ र त्यति बेलामा एकदम धेरै भिड हुने र यति धेरै खुला ठाउँ पनि थिएन र मान्छेहरू चाहिँ एकदमै धेरै घुइँचो हुने, एकदमै धक्का दिएर हिँड्ने अनि एकदम धेरै हल्ला गर्ने त्यस्तो खालको माहौल हुने भएको कारणले गर्दाखेरि हल्लाहरू मन पर्न छोड्यो अनि अलिकति धेरै सेफ फिल पनि नहुने, त्यसले गर्दाखेरि चाहिँ आउन छोडेको थियो। तर अहिले धेरै वर्षपछि फेरि म आएँ। यहाँको मन्दिर चाहिँ यही नै हो है, सबैजनाले लाइन लागेर पूजा गर्ने भनेको यहीँदेखि मन्दिर सुरु हुन्छ। त त्यहाँ चाहिँ 4-5वटा मन्दिर छ, त्यसमा लाइन लागेर पूजा गरिन्छ। अहिले त इभिनिङ भइसकेको कारणले गर्दाखेरि भिड छैन मन्दिरमा पूजाको लागि। र जब म यहाँ गएँ मलाई त यस्तो आनन्द फिल भयो। डे टु डेको काम गरिसकेपछिको जुन स्ट्रेसहरू हुन्छ त्यो स्ट्रेसलाई कम गर्नको लागि यो ठाउँमा पुगेपछि चाहिँ मलाई एकदमै धेरै काम गरेको एकदमै आनन्द भयो। अनि त्यसपछि चाहिँ म फेरि यता मेलातिर लागेँ, सबैतिर घुमेँ, कहाँ के राखेको छ भनेर सबै हेरेँ। एकदम रमाइलो थियो, मान्छेहरू पनि एकदम इन्जोय गरेर हिँडिराख्नु भएको थियो। सबैजनालाई हेरेँ, मान्छे देखेर खुसी नै लाग्यो। तर एउटा मन नपरेको कुरा चाहिँ यसमा के थियो भने एउटा बाजा थियो कि प्याप्यापुपु गरेर एकैचोटि सबैजनाले बजाउने। तर सबै ठाउँमा त होइन, कतिपय ठाउँमा चाहिँ त्यो बाजा यति ग्रुपमै बजाएर हिँड्ने। त्यो बाजा सुनेपछि चाहिँ मेरो टाउको अलिकति दुखेको थियो, त्यही भएर म एकदम धेरै बेर त बस्न सकिनँ। यहाँ 1 घन्टा जस्तो बसेँ अनि अलिकति टाउको दुख्न कम्पेरिजन गरिरहेको थिएँ। हामी सानोमा आउँदाखेरि यस्तो हुन्थ्यो है यहाँ, अहिले चाहिँ यस्तो भएछ। पहिला हामी यस्तो गर्थ्यौँ, अहिले यस्तो गऱ्यौँ भनेर कुरा पनि गरिरहेको थिएँ। पहिला चाहिँ कस्तो लाग्थ्यो भने मम्मी ड्याडीहरूसँग जाँदाखेरि यहाँ राखेको कति धेरै खिलौनाहरू छ, कति धेरै खानेकुराहरू छन्, यसमा कसैले केही किन्दै हुन्थ्यो, खान पाए हुन्थ्यो जस्तो लाग्ने। अनि सानो सानो कुराहरू खान दिँदा पनि एकदम खुसी लाग्ने कि त्यो बच्चाको बेलाको त्यो भित्रैबाट त्यो छुट्टै किसिमको खुसी हुन्थ्यो। एउटा त्यो बलुन किन्दा पनि जब आफ्नो पैसा पर्दैन थियो नि त्यो टाइममा एकदम खुसी लाग्थ्यो। अनि अहिले चाहिँ आफूले केही किन्न मन लाग्यो भने, केही खान मन लाग्यो भने चाहिँ सजिलैसँग किन्न सकिन्छ, खान सकिन्छ है। तर पनि केही खान मन लागेन। यहाँ हिँडेर एउटा पनि के पनि कुरा नखाएर फर्केको म
जब आफूसँग पैसा हुँदैन थियो त्यति बेलामा सबै कुराको एकदम धेरै भ्यालु लाग्थ्यो। जब अब अलिकति पनि किन्न सकिन्छ, खान सकिन्छ आफूले, त्यो कुराको त्यति धेरै भ्यालु पनि नलाग्दो रहेछ। र जुन रमाइलो पहिला लाग्थ्यो यहाँ यो ठाउँमा पुग्दाखेरिको जुन त्यो ह्याप्पिनेस थियो भित्र मनबाट, त्यस्तो चाहिँ अहिले हुन सकेन। त्यही हो कि आफ्नो डे टु डेको कामको स्ट्रेसलाई चाहिँ कम गर्न मद्दत गर्यो, यति हो। अनि यहाँ कस्तो मजाले जिउरी पाकिरहेको छ क्या। अब यो पहिले भइदिएको यो जिउरी त नखाएर त पक्कै पनि जान्थेन, तर अहिले चाहिँ कस्तो खानु हो भनेर पनि सोधेको थियो साथीलाई, नखाउँ भन्यो। अनि मैले पनि नखाउँ भनेर हामी यत्तिकै हिँड्यौँ क्या। यहाँ चाहिँ के हुन्छ भने मेन चाहिँ यही स्टलहरू नै हो होइन, खानेकुराहरू, पूजापाठको सामानहरू अनि सानो सानो लाउने कुराहरू हुन्छ भने यसमा चाहिँ एउटा साङ्गीतिक प्रोग्रामहरू हुन्छ र जसमा सेलिब्रिटीहरूलाई बोलाइएको हुन्छ। अनि त्यसमा चाहिँ हेर्नको लागि र त्यसमा रमाउनको लागि पनि कतिपय व्यक्तिहरू आउनुहुन्छ। जुन स्टेज अलिक परतिर राखिएको थियो पहिले चाहिँ बिचतिरै हुन्थ्यो अनि त्यो प्रोग्रामको हल्ला मेलामा आउने मेलाको हल्ला उतातिर जाने हुन्थ्यो। अहिले चाहिँ एकदमै राम्रो व्यवस्थित गरिएको थियो, त्यस कारणले गर्दाखेरि यो छुट्टै राखिएको थियो। त्यसपछि यसमा एउटा मन परेको कुरा के भने पहिला चाहिँ यो ठाउँमा पुग्नको लागि एउटा मात्र बाटो युज गरिन्थ्यो कि, जसले गर्दाखेरि एकदम धेरै बाटो भिड हुने अनि जाने बाटो पनि त्यही, फर्किने बाटो पनि त्यही भएपछि बाटोमा गाडीहरू एकदम धेरै जाम भइदिने त्यस्तो खालको हुन्थ्यो। अहिले चाहिँ प्रशासनले एकदमै राम्रो म्यानेज गरेको थियो, जाने बाटो अलिक छुट्टै राखेको थियो, वान वे बनाएको थियो। त्यसले गर्दाखेरि जाँदा अलिकति धेरै टाइम लागे पनि फर्किँदाखेरि एकदम सजिलो बनाएको थियो। त्यो चाहिँ मलाई एकदम मन पर्यो अहिलेको चाहिँ। त्यस ओभरअलमा भन्नुपर्दा पहिलाभन्दा अहिले धेरै फराकिलो व्यवस्थित, कसैले कसैलाई पनि धक्का नदिकन हिँडेको जस्तो फिल भयो। Windows once you go down. You must be crazy if you think that I'ma slow down. I wanna hear it talking shit from the drama. Keep it coming, I'ma send you to your mama. Just a whip, get the guns out. Dropping bodies in the place till the sun's out. Can't fuck with me, go to my heart. When the bullets fly, I'm the last one to die. Slow down, I wanna hear it talking shit, fuck the drama. You keep it coming, I'ma send you to your mama. It's the whip, quick clip, get the guns out. Dropping bodies in the place till the sun's out. Can't fuck